नमस्ते सबैजनालाई स्वागत छ तपाईलाई एकाडेमिक किकमा। यदि तपाई यो च्यानलमा पहिलोचोटि आउनु भएको छ र नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला, किनभने यो चाहिँ मेरो पहिलो युट्युब भिडियो रहेको छ। त्यही भएर हजुरको सहयोग चाहिँ चाहिनेछ मलाई। र यस च्यानलमा चाहिँ अब धेरै सब्जेक्टहरुको चाहिँ भिडियोहरु आउने छ। सो तपाई यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब चाहिँ गरेरै जानु होला। र आज हाम्रो टपिक रहेको छ क्लास 10 को अकाउन्ट को बैंक रिकन्सिलिएसन स्टेटमेन्ट। सो बैंक रिकन्सिलिएसन स्टेटमेन्ट भनेको चाहिँ खास गरी यसमा दुईटा कुराको कन्सेप्ट चाहिँ हामीले के गर्नुपर्छ त क्लियर गर्नुपर्छ। र पहिलो कन्सेप्ट रहेको छ हाम्रो के को लागि त दुईटा कुरा थाहा पाउनु पर्यो है हामीले, पासबुक र क्याश बुक। यो चाहिँ हाम्रो मेन कन्सेप्ट हो। र पासबुक भनेको चाहिँ के हो? सो पासबुक भनेको चाहिँ एक्चुअली के हो भन्दाखेरि कुनै पनि कुराहरु रेकर्ड गरिने कुन टर्ममा, बैंकको टर्म्समा, त्यसलाई हामी के भन्छौं पासबुक। तर कहिलेकाहीँ चाहिँ के भइदिन सक्छ कि हामीले सबै कुरा चाहिँ बैंकमा नै पैसाहरु जम्मा गर्छौं र हामीले चाहिँ त्यसकै अब क्याश बुक चाहिँ हामी एउटा घरमा बनाउँछौं, त्यो भनेको चाहिँ क्याश बुक हो। त्यो भनेको बैंकले आफ्नो रिकर्ड छुट्टै राख्छ, त्यो भनेको पासबुक। क्याश बुक भनेको चाहिँ हामी आफ्नो एउटा इन्डिभिजुअल रिकर्ड चाहिँ हामी आफ्नो छुट्टै राख्छौं, त्यसलाई चाहिँ हामी भन्छौं क्याश बुक। र क्याश बुक भनेको कुनै पनि कम्पनी अथवा इन्डिभिजुअल यिनीहरुको हुन्छ है, यो भनेको चाहिँ क्याश बुक। र तपाईले एउटा कुराहरु चाहिँ क्लियर के हुनुपर्छ भन्दाखेरि अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि पासबुक र क्याश बुकमा चाहिँ के हुन्छ भन्दाखेरि एउटालाई फाइदा भनेको अर्कोलाई घाटा हुन्छ र अर्कोलाई घाटा भनेको अर्कोलाई के हुन्छ त फाइदा हुन्छ। तपाईले यसरी बुझ्नु पर्यो है। र तपाईले दुई तीनटा कुराहरु चाहिँ के नोट गर्नु पर्यो भन्दाखेरि टर्म्स, यो टर्म्सहरु चाहिँ तपाईले बुझ्नु पर्ने हुन्छ है। दुई तीनटा कुरा चाहिँ के नोट गर्नुस् भन्दाखेरि जस्तो कि अब क्वेशनमा चेक इस्युड, त्यसै नै चार्ज डेबिटेड हो, यस्ता कुराहरु आयो भने तपाईले चाहिँ के गर्नु पर्यो त लेसमा कुराहरु चाहिँ यो हो भने बुझ्नु पर्यो। अब जस्तै कि कुराहरु रहेको छ रिसिभ्ड, कलेक्सन र क्रेडिटेड, त्यो भनेको के भयो प्लस। र क्वेशनमा तपाईले एउटा दुईटा कुरा के थाहा पाउनु भन्दाखेरि कहिले पनि यदि तपाईको पासबुकमा चाहिँ क्वेशन दिएको छ भने एन्सर चाहिँ के आउँछ त क्याश बुकमा आउँछ है। र तपाईलाई फेरि क्वेशनले क्याश बुक भनेको छ भने तपाईको के हुन्छ भन्दाखेरि पासबुकमा चाहिँ एन्सर आउनु पर्यो। मतलब यिनीहरु दुईटा एकासी इक्वल हुँदैनन्, तर सर्टेन ठाउँमा गएर यिनीहरुको क्याल्कुलेसन हुन्छ र जुन बढाउने घटाउने कुराहरु हुन्छ हामी क्याल्कुलेट गर्छौं र यिनीहरु दुईटा कहिले पनि बराबर हुँदैनन्। सो तपाईले बुझ्नु पर्यो कि क्वेशनमा यदि तपाईलाई सपोज ब्यालेन्स एज पर पासबुक समथिङ भनेको छ भने तपाईको लास्टको आन्सर आउनु पर्यो ब्यालेन्स एज पर क्याश बुक समथिङ नम्बर, जो हामी अगाडि क्याल्कुलेट गर्न गइरहेको छौं। मतलब यति कन्सेप्ट चाहिँ तपाईले बुझ्नु पर्ने हुन्छ र यति कन्सेप्ट बुझेपछि चाहिँ कुनै पनि कुरा चाहिँ हामी गर्न सक्छौं। र अब चाहिँ के गरौँ भन्दाखेरि हामी क्वेशन तर्फ लागौं। सो मैले चाहिँ क्वेशन लिइसकेको छु र यदि तपाईलाई क्वेशन हेर्न गाह्रो हुन्छ भने मैले तल डिस्क्रिप्सनमा चाहिँ गएर यो क्वेशनहरु राख्दिएको छु एज अ पीडीएफ। यदि तपाईलाई हेर्न गाह्रो हुन्छ भने तपाई त्यसलाई हेरेर नै यो भिडियोलाई चाहिँ कन्टिन्यू गर्न सक्नुहुन्छ। र अब हामी चाहिँ क्वेशन तर्फ, र मैले चाहिँ फर्मेट पनि लेखिसकेको छु। तपाईले पनि यसरी एउटा फर्मेट बनाउनु होला पर्टिकुलर्स को, डिटेल्स को र अमाउन्ट को।
र अब हामी लागौं क्वेशन तर्फ। क्वेशनले भनेको छ अ पासबुक अफ अ बिजनेस फर्म showed a bank balance of Rs 65,000 when making comparison with cash book. The following discrepancies were found. So तपाईको क्वेशनले भनेको छ अ पासबुक अफ अ बिजनेस। तपाईलाई के भनेको छ भन्दाखेरि क्वेशनमा के दिएको छ त पासबुक भनेको छ। मैले तपाईलाई एउटा कुरा के बुझाएको थिएँ भन्दाखेरि पासबुकमा यदि तपाईलाई क्वेशन दिएको छ भने तपाईको आन्सर केमा आउनु पर्यो क्याश बुकमा। यो कुरा चाहिँ तपाईले के गर्नु पर्यो बिर्सिनु भएन। र तपाईलाई के भनेको छ क्वेशनले साफ तोकेर दिएको छ अ पासबुक अफ अ बिजनेस फर्म showed a bank balance of Rs 65,000। र अब हामी लागौं क्वेशन तर्फ। र पहिला यहाँ लेख्नुस् बैलेंस एज पर पासबुक। सो बैलेंस एज पर पासबुक कति छ 65,000। 1 2 3 65,000 चाहिँ तपाईलाई भनेको छ। र यहाँ तपाई लेख्नु पर्ने हुन्छ एउटा एड र लेस लेख्नुस्। अब हामी हेर्छौं। अब क्वेशनले चाहिँ तपाईले मैले तपाईलाई पहिला चाहिँ अघि भर्खर एउटा दुईटा कुराहरु बुझाएको थिए। त्यहाँ मध्ये एउटा दुईटा कुरा चाहिँ के रहेको छ भन्दाखेरि तपाईले कहिले पनि आन्सर चाहिँ केमा छ त्यो हेर्नुस्। आन्सर केमा छ त क्याश बुकमा आउनु पर्छ हाम्रो। अब तपाईले एउटा कुरा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि क्याश बुकलाई फाइदा भयो भने त्यो कुरा लगेर एडमा राख्ने। यदि क्याश बुकलाई त्यो कुरा घाटा हुँदैछ भने त्यो कुरा चाहिँ लगेर केमा राख्ने त लेसमा राख्ने। क्याश बुकलाई फाइदा भनेको एड हो र क्याश बुकलाई घाटा हुनु भनेको के हो त लेस हो। त्यसैगरी नै अब क्वेशनले चाहिँ के भनेको छ भन्दाखेरि चेक इस्युड बट नट प्रेजेन्ट फर पेमेन्ट कति भनेको छ 12,000। चेक चाहिँ के गरियो इस्युड गरियो तर पेमेन्टको लागि चाहिँ के गरिएन र प्रेजेन्ट गरिएन। यसको मतलब क्याश बुकलाई फाइदा हुने हो भने त्यो कुरा हामीले एडमा लेख्नु पर्यो। यदि क्याश बुकलाई घाटा हुन्छ भने त्यो कुरा हामीले घाटामै लेख्नु पर्यो। चेक चाहिँ के गरियो भन्दाखेरि इस्युड गरियो तर त्यो कुरा चाहिँ पेमेन्टको लागि त्यो कुरा चाहिँ पेमेन्टमा चाहिँ प्रेजेन्ट गरिएन। त्यो कुरा मतलब त्यो पेमेन्ट चाहिँ प्रेजेन्ट गरिएन मतलब त्यो क्याश बुकको लागि त घाटाको कुरा भयो। यदि क्याश बुकलाई चाहिँ त्यो कुरा घाटा हुने हो भने क्याश बुकलाई के भयो घाटै भयो। सो अब लेख्नुस् चेक इस्युड बट नट प्रेजेन्ट फर पेमेन्ट। र तपाईको अमाउन्ट चाहिँ कति रहेको छ भन्दाखेरि अमाउन्ट रहेको छ 12,000। तपाईँको अमाउन्ट रहेको छ 12,000। र अब मेरो नेक्स्ट क्वेशन। र नेक्स्ट क्वेशनमा चाहिँ तपाईलाई भनेको छ भन्दाखेरि चेक डिपोजिट बट नट कलेक्टेड बाइ द बैंक। अब तपाईलाई साफ तोकेर दिएको छ यो चाहिँ के हो त पासबुकको लागि चाहिँ रिलेटेड हो। चेक चाहिँ के गर्यो डिपोजिट गरियो बट नट कलेक्टेड बाइ द बैंक। चेक चाहिँ डिपोजिट गरियो तर त्यो कुरा चाहिँ के गर्यो त बैंकले चाहिँ कलेक्ट गरेन। यदि अब हेर्नुस् है तपाईले पासबुकको लागि यो कुरा चाहिँ के हो त घाटा हो तर क्याश बुकको लागि चाहिँ यो कुरा के हो त फाइदाको कुरा हो। क्याश बुकको लागि यो कुरा चाहिँ फाइदाको कुरा हो पासबुकको लागि चाहिँ यो घाटाको कुरा हो। र हामी केमा हेर्छौं त क्याश बुकको थ्रुमा चाहिँ हेर्छौं। यो कुरा केमा हुने भयो त एडमा हुने भयो। किनभने पासबुकमा चाहिँ अब घाटा कसरी लाग्यो भन्दाखेरि चेक चाहिँ डिपोजिट गरिएको थियो बैंकमा तर त्यो चाहिँ के गर्यो भन्दाखेरि त्यो पैसा कलेक्ट गरिएन के। यदि त्यो पैसा कलेक्ट नगर्ने हो भने त पासबुकको लागि त्यो कुरा त घाटाको कुरा भयो नि त तर क्याश बुकको लागि त्यो फाइदाको कुरा भयो। अब लेख्नुस् एडमा चेक डिपोजिट। मैले अघि तपाईलाई जुन टर्महरु भनेको थिए त्यो टर्महरु चाहिँ तपाईले एकदमै याद राख्नुपर्ने हुन्छ है। बट नट कलेक्टेड
by the bank amount रहेको छ 8,000 बुझ्नुभयो। अब जाउँ नेक्स्ट क्वेशन तर्फ र नेक्स्ट क्वेशनमा भनेको छ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट रिकर्डेड ओन्ली इन पासबुक कति भनेको छ 6,000 इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट रिकर्ड ओन्ली अन पासबुक इन्ट्रेस्ट तपाईले चाहिँ गरेको कुनै कुराको इन्भेस्टमेन्ट चाहिँ तपाईले चाहिँ इन्ट्रेस्ट पाउनुभयो तर त्यो कुरा चाहिँ केमा रेकर्ड भयो त पासबुकमा मात्र रेकर्ड भयो पासबुकमा रेकर्ड भयो 6,000 इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट चाहिँ के हो त फाइदाजनक कुरा हो र त्यो कुरा चाहिँ कहाँ रेकर्ड भयो त पासबुकमा रेकर्ड भयो पासबुकमा रेकर्ड हुनु भनेको पासबुकको लागि त्यो फाइदा र क्याशबुकको लागि त्यो कुरा के भयो त घाटा भयो। अब लेख्नुस् लेसमा बुझ्दै हुनुहुन्छ है सबैजनाले। अब लेख्नुस् इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट यहाँ ठाउँ चाहिँ पुगेन त्यही भएर मैले पुरा चाहिँ लेखिन तपाईले चाहिँ पुरै लेख्नु होला इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट रिकर्डेड ओन्ली इन गरेर पासबुकसम्म लेख्नु होला। मैले चाहिँ डाइरेक्ट अमाउन्ट लेख्दिए र डाइरेक्ट अमाउन्ट छ 6,000 र नेक्स्ट क्वेशन पढौं। नेक्स्ट क्वेशन छ बैंक चार्ज डेबिटेड ओन्ली इन पासबुक सो बैंकले चाहिँ के गर्यो भन्दाखेरि चार्ज चाहिँ गर्यो बैंकको चार्ज चाहिँ के भयो त डेबिटेड भयो बैंक चार्ज चाहिँ डेबिटेड केमा पासबुकमा मात्रै यो कुरा पासबुकको लागि फाइदा हो कि घाटा हो पहिला त्यो बुझ्नुस् यो कुरा के हो त पासबुकको लागि घाटाको कुरा हो यदि त्यो कुरा पासबुकको लागि घाटाको कुरा हो भने क्याशबुकको लागि के हुन्छ त त्यो कुरा फाइदा हुन्छ र हामीले हेर्ने केको लागि हो त क्याशबुकलाई फाइदा हुँदैछ कि घाटा फाइदा र हामी त्यो कुरा लेख्छौं एडमा लेख्नुस् एडमा इन बैंक चार्ज डेबिटेड ओन्ली इन पासबुक 1500। अब हामी जाउँ नेक्स्ट क्वेशन तर्फ। नेक्स्ट क्वेशन के भनेको छ भन्दाखेरि अ कस्टमर डाइरेक्टली डिपोजिटेड अमाउन्ट अफ RS 9,000 इन्टु बैंक बट नट रिकर्डेड इन क्याशबुक कुनै कस्टमरले चाहिँ तपाईको खातामा चाहिँ के गर्दियो भन्दाखेरि सर्टेन अमाउन्ट चाहिँ डाइरेक्टली चाहिँ जम्मा गर्दियो कति त 9,000 तपाईको खातामा चाहिँ तपाईले जानकारी नदिकनै तपाईको खातामा चाहिँ 9,000 रुपैयाँ उले चढाइदियो तर त्यो कुरा चाहिँ रेकर्ड भएन केमा रेकर्ड भएन क्याशबुकमा चाहिँ रेकर्ड भएन त्यही भएर अब हेर्नुस् पासबुक भनेको के हो त बैंक हो यदि त्यो कस्टमरले चाहिँ बैंकमा पैसा चढाउने बित्तिकै तपाईलाई जानकारी छैन भनेपछि तपाईलाई जानकारी छैन तर त्यो कस्टमरले चाहिँ तपाईको खातामा चाहिँ पैसा चढायो त्यो बैंकको लागि के भयो फाइदा कि घाटा त्यो हो फाइदाको कुरा र क्याशबुकको लागि त्यो भयो घाटाको कुरा। अब हामीले हेर्ने केको लागि हो त क्याशबुकको लागि। अब हेरौँ है क्याशबुकको लागि यो कुरा लेस हो कि फाइदा हो यो कुरा हो लेस र थर्ड नम्बरमा लेख्नुस् अ कस्टमर मैले चाहिँ पुरै लेखिन तपाई पुरै लेख्नु होला डाइरेक्टली लेख्नु होला र मैले चाहिँ डाइरेक्टली लेख्दिए डाइरेक्टली कति चाहिँ उले जम्मा गरेको छ 9,000 रुपैयाँ। अब हेर्नुस् यसको टोटल चाहिँ तपाईले थोरै डिफरेन्ट वेमा गर्नुपर्ने हुन्छ। अब हेर्नुस् तपाईले 8,000 प्लस 1500 गर्नु 8,000 प्लस 1500 तपाईले गर्दा खेरि कति आउँछ भन्दाखेरि तपाईको हुन्छ 9,500 र यसलाई चाहिँ यस्तो कलममा लेख्नुस्। अब तपाईले यो 9,500 र 65,000 चाहिँ के गर्नुपर्ने हुन्छ प्लस गर्नुपर्ने हुन्छ 9,500 र 65,000 तपाईको प्लस गर्दा आउँछ 74,500 अब तपाईले लेसको चाहिँ थोरै फरक तरिकाले चाहिँ तपाईले गर्नुपर्ने हुन्छ। लेसको पनि तपाईले यो तीनटै कुरालाई जोड्नुस्। पहिला तपाईले जोड्नुस् 12,000
त्यसपछि 6000, त्यसपछि 9000, तपाईको आउँछ 27000। ल यो तपाईको आयो। तर 27000 चाहिँ तपाईले केमा राख्नु पर्ने हुन्छ? ब्र्याकेटमा, किनभने यसले चाहिँ माइनस जनाउँछ र यो लेसको सबै कुरा त माइनस हो नि त। यो तीनटैलाई जोड्नुस् अनि ब्र्याकेट यहाँ तपाईको कति हो त टोटल अमाउन्ट -27,000। सो त्यही भएर चाहिँ यो ब्र्याकेट भयो। अब अघि आएको एडको र ब्यालेन्स एज पर क्याश बुकको टोटल र यो माइनस गर्नु कति आउँछ तपाईको आन्सर भन्दाखेरि 74,500 माइनस 27,000 गर्नुस् त आउँछ 47,500। यो के भयो त ब्यालेन्स एज पर के भयो त क्याश बुक ब्यालेन्स एज पर क्याश बुक भयो। कति आउँछ त हाम्रो आन्सर 47,500। ल आशा छ तपाईले बुझ्नुभयो होला र यसरी नै अब हामी अझै दुईटा क्वेशनहरु गर्ने छौं र लगाउँ नेक्स्ट क्वेशन तर्फ। ल अब चाहिँ हामीले लिएको छौं अर्को क्वेशन र अर्को क्वेशन चाहिँ अब हामी सल्भ गर्न गइरहेका छौं। क्वेशन चाहिँ यो रहेको छ On 31st Ashar 2080 the cash book of trader showed a balance of Rs 8,000 but the balance of past is different from it. The difference is due to the following reason. के कारणले चाहिँ यो हरु चाहिँ सेम भएन यहाँ रिजन दिएको छ त्यो हामी गर्छौं। र तपाईलाई पहिलो कुरा चाहिँ के भनेको छ भन्दाखेरि यो क्वेशन चाहिँ केमा छ त तपाईको क्याश बुकमा छ। यदि तपाईको क्वेशन क्याश बुकमा छ भने तपाईको आन्सर चाहिँ केमा आउनु पर्यो पासबुकमा आउनु पर्यो है त। ल अब हामी लेखौं पहिलो कुरा ब्यालेन्स एज पर के हुन्छ ब्यालेन्स एज पर ब्यालेन्स एज पर ब्यालेन्स एज पर क्याश बुक कति बनेको छ भन्दाखेरि 8,000। यो चाहिँ डाइरेक्ट तपाईले अमाउन्टमै लेख्नु होला है यसको 8,000। अब क्वेशन पढ्नुस्। क्वेशन भनेको छ तपाईलाई चेक इश्यूड बट नट येट प्रेजेन्टेड पेमेन्ट। चेक चाहिँ के गरियो त इश्यूड गरियो तर चेक चाहिँ के गरियो त इश्यूड गरियो तर अहिलेसम्म चाहिँ पेमेन्टको लागि चाहिँ प्रेजेन्ट गरिएको छैन। अब तपाईले यसमा चाहिँ दुईटा कुरा हेर्नुस् एउटा क्याश बुकको लागि हेर्नुस् एउटा पासबुकको लागि हेर्नुस्। चेक चाहिँ इश्यूड गरियो चेक काटियो तर पेमेन्टको लागि चाहिँ त्यो प्रेजेन्ट गरिएन भनेपछि त्यो कुरा चाहिँ पेमेन्टको लागि प्रेजेन्टै गरिएन। चेक चाहिँ इश्यूड गरियो काटियो है तर त्यो चाहिँ पेमेन्टको लागि चाहिँ प्रेजेन्ट गरिएन। त्यही भएर त्यो क्याश बुकको लागि चाहिँ के भयो त घाटाको कुरा भयो तर पासबुकको लागि त्यो के भयो त फाइदाको कुरा भयो। त्यो के भयो त पासबुकको लागि फाइदा र पासबुकको लागि फाइदा हुने त्यो कुरा के हुन्छ त एडमा हुन्छ। त्यही भएर लेख्नुस् एडमा कति आउँछ अब हाम्रो एडमा के हुन्छ भन्दाखेरि चेक इश्यूड but not yet presented for payment presented for payment। यसमा चाहिँ तपाईहरुले सानो टर्मको कुराहरु चाहिँ याद राख्नुपर्ने हुन्छ। जस्तै कि मैले तपाईलाई अघि नोट लेखाएको थिए चेक इश्यूड भनेको के हो चेक इश्यूड भनेको चाहिँ के हुन्छ त माइनस हुन्छ र यदि क्याश बुकमा माइनस हो भने पासबुकमा चाहिँ प्लस। यो कुरालाई पनि तपाई यसमा अप्लाई गर्न सक्नुहुन्छ। र चेक इश्यूड बट नट येट प्रेजेन्टेड फर पेमेन्ट हाम्रो एडमा छ। पासबुकको लागि फाइदा भएको छ क्याश बुकको लागि घाटा भएको छ। पहिलो कुरा क्याश बुकको लागि घाटा हो भने पासबुकको लागि फाइदा त्यही भएर हामीले एडमा लेख्यौं र अमाउन्ट चाहिँ कति रहेको छ भन्दाखेरि 1020 लेख्नुस्। अब कति रह्यो त हाम्रो 1020 र अब नेक्स्ट क्वेशन भनेको छ तपाईलाई चेक पेड इन्टु द बैंक बट नट कलेक्टेड बाइ द बैंक। चेक चाहिँ बैंकमा चाहिँ पेड गरियो तर त्यो चाहिँ
बैंक द्वारा चाहिँ के गरिएन त कलेक्ट गरिएन चेक पेड इन्टु द बैंक बट नट कलेक्टेड बाइ द बैंक सो अब यसमा तपाईलाई भनेको छ तपाई आफैले विचार गर्नुस् चेक चाहिँ पेड गरियो बैंकमा तर त्यो कुरा चाहिँ कलेक्ट गरिएन बैंकमा त क्याश बुकको लागि त्यो कुरा फाइदा कि घाटा क्याश बुकको लागि त्यो कुरा फाइदा र पासबुकको लागि घाटा बुझ्नुस् है चेक पेड इन्टु द बैंक बट नट कलेक्टेड बाइ द बैंक हामीले चेक पे गर्यौं तर बैंकले चाहिँ त्यो चेक चाहिँ के गर्यो कलेक्ट गरेन क्याश बुकको लागि त्यो कुरा के भयो फाइदाको कुरा भयो र पासबुकको लागि त्यो घाटाको कुरा भयो र यो कुरालाई हामी लेख्छौं लेसमा लेख्नुस् लेस यसरी लेस लेख्नु होला लेसमा अब लेख्नु चेक पेड पेड into the bank but not collected by the bank कति रहेको छ हाम्रो अमाउन्ट 1000 रुपीस अब नेक्स्ट क्वेशन अब हेर्नुस् अमाउन्ट डाइरेक्टली डिपोजिटेड इन्टु बैंक बाइ डेब्टर्स यसले यो क्वेशनले चाहिँ के भन्न खोजेको भन्दाखेरि सपोज म तपाईलाई एउटा एक्जाम्पल दिन्छु तपाईको डाउट क्लियर होस् मान्नु कि तपाईले कसैलाई कुनै पैसा उधार दिनु भएको थियो है तपाईले कसैलाई पैसा उधार दिनु भएको थियो र त्यो पैसा चाहिँ त्यो मान्छेले चाहिँ त्यो पैसा चाहिँ तपाईको खातामा तपाईलाई जानकारी नगराइकनै तपाईको खातामा त्यो पैसा चाहिँ चढाइदियो तपाईको खातामा चढाइदियो तपाईलाई जानकारी नै छैन तपाईको बैंक खातामा चाहिँ त्यो कुरा चाहिँ डाइरेक्टली चढाइदियो त्यो कुरा डाइरेक्टली चढाइदियो त्यो आफै बुझ्नुस् त्यो क्याश बुकको लागि फाइदा हो घाटा किनभने क्याश बुकको रेकर्ड हामी आफैले कम्पनी अथवा इन्डिभिजुअलले गर्छ तर पासबुक भनेको चाहिँ बैंकले गर्ने कुरा हो अब तपाईलाई साफ भनेको छ के भनेको छ भन्दाखेरि अमाउन्ट डाइरेक्टली डिपोजिटेड इन्टु बैंक बाइ डेब्टरले चाहिँ डाइरेक्टली डिपोजिट गर्दियो बैंकमा त क्याश बुकको लागि यो कुरा घाटा तर पासबुकको लागि यो कुरा चाहिँ के हो त फाइदा हो अब यो कुरा हुन्छ हाम्रो एडमा लेख्नुस् एडमा सेकेन्ड नम्बरमा अमाउन्ट directly deposited into bank by debtors कति रहेको छ त हाम्रो अमाउन्ट 5000 लेख्नुस् 5000 अर्को क्वेशन पढ्नुस् के भनेको छ भन्दाखेरि इन्ट्रेस्ट चार्ज बाइ बैंक बट नट येट entered in cash book इन्ट्रेस्ट चाहिँ चार्ज गरियो बाइ बैंक बट नट येट entered in cash book अहिलेसम्म चाहिँ क्याश बुकमा चाहिँ त्यो कुरा चाहिँ इन्टर गरिएको छैन इन्ट्रेस्ट चाहिँ चार्ज गरियो बैंकद्वारा तर त्यो कुरा चाहिँ अझै पनि क्याश बुकमा चाहिँ इन्टर गरिएको छैन यदि त्यो क्याश बुकमा इन्टर नगरिने हो भने क्याश बुकको लागि त्यो घाटा भयो कि फाइदा भयो त्यो भयो क्याश बुकको लागि के भयो क्याश बुकको लागि त्यो कुरा के भयो त्यो क्याश बुकको लागि भयो फाइदा तर पासबुकको लागि त्यो कुरा के भयो त घाटा भयो ल लेख्नुस् अब पासबुकको लागि माइनस मतलब लेस है लेखौं लेसमा इन्ट्रेस्ट charged by bank but not yet entered in cash book कति छ त अमाउन्ट 400 अब यसको क्याल्कुलेसन चाहिँ म तपाईलाई सिकाउँछु अब हामीले सबै कुरा लेखिसकेको छौं र लास्टमा हाम्रो हुन्छ
बैलेंस एज पर के हुन्छ पासबुक पर पासबुक किनभने हाम्रो क्वेशन छ बैलेंस एज पर क्यासबुक हाम्रो आन्सर हुनुपर्छ बैलेंस एज पर पासबुक। अब हेर्नुस् म तपाईलाई चाहिँ क्याल्कुलेसन सिकाउँछु। अब यो कुरालाई चाहिँ जोड्नुस् 1020 र 5000 लाई जोड्नुस् कति आउँछ त 6020 आयो। अब 8000 र अब हेर्नुस् है तपाईले के गर्नु पर्यो भन्दाखेरि 8000 लाई र 6020 लाई चाहिँ जोड्नु पर्यो कति आयो 14020 रुपैयाँ आउँछ। यो लेख्नुस् 14020। अब लेसमा चाहिँ त्यसै नै तपाईले लेसमा चाहिँ कसरी क्याल्कुलेसन गर्नु भन्दाखेरि 1000 प्लस 400 गर्नु कति आउँछ त 1400 भनेको चाहिँ तपाईको कति हुन्छ त माइनसमा किनभने यो दुईटै कुरा हाम्रो लेसमा हो यो दुईटैलाई एड गर्नु बट माइनस 1400। अब यसलाई नै तपाई क्याल्कुलेट गर्नु यसबाट यति चाहिँ तपाई माइनस गर्नु त्यो भनेको बैलेंस एज पर पासबुक आउँछ। र अब हामी माइनस गरौँ माइनस गर्दा कति आउँछ त आउँछ 12620 चाहिँ हाम्रो के आउँछ त आन्सर आउँछ। यसरी नै बैलेंस एज पर पासबुक आयो। अब हामी बढौं नेक्स्ट क्वेशन तर्फ। अब मैले यहाँ अर्को क्वेशन लिइसकेको छु यो चाहिँ हाम्रो अब लास्ट क्वेशन हो। यसपछि पनि तपाईलाई कुनै कन्फ्युजन हुन्छ भने तपाईले चाहिँ कमेन्ट बक्समा चाहिँ मलाई भन्न सक्नुहुन्छ म चाहिँ तपाईलाई पुरा हेल्प गर्नेछु। अब अर्को क्वेशनले भन्नु द क्याश बुक showed a balance of 25000 यो क्वेशन पनि के छ त क्याश बुकमा छ र ढिलो नगरिकन हामी लेखिहालौं के बैलेंस एज पर कैश बुक लेख्नुस् द यो अमाउन्ट डाइरेक्टली अमाउन्ट सेक्सन में लेख्नुस् डिटेल्स में चाहिँ तपाईले अरु कुराहरु लेख्नु पर्ने हुन्छ जस्तै 25000 छ लेख्नुस् 25000। अब यहाँ लेख्नुस् एड र अब लेख्नुस् लेस लेख्नुस् लेस। क्वेश्चन पढौं। चेक डिपोजिटेड इन्टु बैंक बट नट कलेक्टेड बाय द बैंक चेक चाहिँ बैंक में डिपोजिटेड भयो तर बट नट कलेक्टेड बाय द बैंक। अब यति बुझ्नुस् कि यो कुरा क्याश बुक को लागि फाइदा हो कि घाटा हो पहिला त्यो बुझ्नुस्। यो भयो क्याश बुक यो भयो पासबुक। क्वेशनले के भनेको छ भन्दाखेरि चेक डिपोजिटेड इन्टु बैंक बट नट कलेक्टेड बाय द बैंक चेक चाहिँ डिपोजिट भयो बैंक में तर बैंकले चाहिँ त्यो चेक कलेक्ट गरेन त्यो अमाउन्ट सर्टेन अमाउन्ट चाहिँ कलेक्ट गरेन त पासबुक को लागि यो कुरा फाइदा हो कि घाटा पासबुक को लागि यो कुरा चाहिँ फाइदा हुन्छ। पासबुक को लागि यो कुरा फाइदा हो भने सरी क्याश बुक को लागि यो कुरा फाइदा हो भने पासबुक को लागि यो कुरा के हो त घाटा हो। ल लेख्नुस् अब यो लेसमा चेक डिपोजिटेड इन्टु बैंक but not collected by the bank but not collected by the bank कति हो त 3000 लेख्नुस् 3000। अब हेरौं नेक्स्ट क्वेशन ले चाहिँ के भनेको छ भन्दाखेरि चेक ड्रन बट नट प्रेजेन्ट फर पेमेन्ट भनेको छ 2000। चेक चाहिँ के गरियो त चेक चाहिँ ड्रन गरियो तर पेमेन्ट को लागि प्रेजेन्ट गरिएन। चेक चाहिँ निकालियो है चेक चाहिँ निकालियो तर पेमेन्ट को लागि चाहिँ प्रेजेन्ट गरिएन भनेपछि त्यो कुरा चेक बुक सरी क्याश बुक को लागि फाइदा भयो घाटा भयो त्यो कुरा क्याश बुक को लागि घाटाको कुरा भयो तर पासबुक को लागि त्यही कुरा फाइदाको कुरा भयो। अब लेख्नुस् त्यो कुरा
एडमा चेक ड्रॉन but not present for payment कति छ त अमाउन्ट 2000 अब नेक्स्ट क्वेशनले के भनेको छ भन्दाखेरि बैंक चार्ज बाय द बैंक बट नट इन्टर्ड इन क्याश बुक बैंक चार्ज बाय द बैंक को सर्टेन के कुराको चार्ज चाहिँ बैंकले चार्ज गर्यो तर त्यो कुरा चाहिँ क्याश बुकमा चाहिँ के भयो भन्दाखेरि इन्टर भएन यदि त्यो कुरा क्याश बुकमा इन्टर भएन भने क्याश बुकको लागि त्यो के हो त फाइदाजनकको कुरा हो र पासबुकको लागि त्यो चाहिँ घाटाको कुरा हो किनभने बैंकले चाहिँ बैंक रिलेटेड चार्ज चाहिँ बैंकले चाहिँ इन्टर गरेन केमा गरेन त क्याश बुकमा चाहिँ त्यो कुरा चाहिँ इन्टर भएन यदि त्यो कुरा क्याश बुकमा इन्टर नहुने भने क्याश बुकको लागि त्यो कुरा फाइदा भयो र पासबुकको लागि चाहिँ त्यो कुरा घाटा भयो ल अब लेख्नुस् लेसमा बैंक चार्ज by the bank charge by the bank but not entered in cash book कति छ हाम्रो 500 छ अमाउन्ट 500 छ लेख्नु नेक्स्ट क्वेशन हेरौं नेक्स्ट क्वेशन छ अमाउन्ट डाइरेक्टली डिपोजिट इन्टु बैंक बाय द कस्टमर सो सर्टेन अमाउन्ट चाहिँ डाइरेक्टली डिपोजिट भएको छ तपाईको बैंकमा को द्वारा त कस्टमर द्वारा तपाईको के रे बैंकमा चाहिँ तपाईलाई बिना जानकारी चाहिँ केही रकम चाहिँ तपाईको बैंकमा चाहिँ के भएको छ जम्मा भएको छ क्याश बुकको लागि त्यो कुरा फाइदा हो कि घाटा बुझ्नुस् है क्याश बुकको लागि त्यो कुरा के भयो त घाटा भयो तर पासबुकको लागि चाहिँ त्यो कुरा फाइदाको कुरा हो र पासबुकलाई फाइदा हुनु भनेको एड हो जे एन्सरलाई चाहिँ फाइदा हुन्छ घाटा हुन्छ त्यसकै बेसिसमा चाहिँ हामी लेख्छौं अब लेखौं amount directly deposited into bank directly deposited into bank by the customer कति छ अमाउन्ट 1000 रुपैयाँ अब चाहिँ तपाईले के गर्नुस् भन्दाखेरि क्याल्कुलेसन गर्नुस् पहिलो क्याल्कुलेसन गर्नुस् 2000 र 1000 यो भयो 3000 भयो त्यसैले 25000 प्लस 3000 भनेको हुन्छ 28000 लेखौं हम पहिला 28000 यहाँ लेख्नुस् यस्तो पारेर 28000 लेख्नुस् र अब पाला आयो लेसको चाहिँ 3000 र 500 कति भयो 3500 केमा त लेसमा 3500 लेसमा 28000 मा 3500 लेस गर्नुस् कति आउँछ त 24500 त्यो के हो त बैलेंस एज पर पासबुक र आन्सर कति छ 24500
सो यो चाहिँ तपाईँको एन्सर भयो। र यदि तपाईँलाई अझै यस्तै क्वेसनहरू चाहिँ सल्भ गरेको हेर्न चाहनुहुन्छ भने मलाई तल कमेन्ट बक्समा चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले चाहिँ भन्न सक्नुहुन्छ। र तपाईँलाई यदि भिडियो लागेमा तपाईँले यो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। र यस्तो भिडियो आउँदै गरेकोमा चाहिँ तपाईँले लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला। धेरै धेरै धन्यवाद। थ्याङ्क यू।